हेलो गाइज, यो चाहिँ मेरो अहिलेको नयाँ क्याम हो। यो आर्मी हो भन्छ। यो उठाउने, लोड गर्ने, राख्ने, लोड अनलोडको काम हो। यो मेरो क्याम हो। अब म फेरि थोरै काम छ र उता अर्को स्टोरमा जान लागिरहेको छु। आज बिहानै पानी परेर चाहिँ अलिअलि पानी जमि पनि रहेको छ यतातिर। गडाङ गुडुङ सहित धेरै ठुलो पानी पर्यो। यो आर्मीहरू भन्छ यसलाई। यहाँ अम्बकको रुख पनि छ साथीहरू है। आज पानी परेकोले चराहरू पनि चिरबिर चिरबिर कराइरहेको छ। अम्बक फलेर पनि टिप्दै खाँदै फल्दै पनि छ, पाक्दै पनि छ। कोही चिचिला लाउँदैछ होइन। अस्ति मजाले खायो। अब यताउति म तपाईँलाई यो क्याम्पको छेउछाउमै छु। यो अफिस हो यहाँ अहिलेको। यहाँ आर्मी हो, मैले यता राखेको छु जम्मा गरेर। यो चाहिँ बिजुलीको काममा चाहिँ अहिले भनौँ न सिम कार्डवाला निक्लेको रहेछ यो अहिले। सबै भनौँ न सिम लगाएर सिम इन्स्टलमेन्ट गरेर चाहिँ अफिसबाटै अन अफ गर्न मिल्ने, कट आउट गर्न मिल्ने। त्यहाँ गएर यहीँ आएर चाहिँ यही मेसिनमा मान्छे आइरहनु नपर्ने है। अफिसबाटै यसलाई चाहिँ नियन्त्रण गर्न सक्ने एउटा मेसिन अहिले आधुनिक जमानामा आइसकेको छ। साउदीमा चाहिँ यो युज हुनेछ। अनि आज पानी परेकोले धेरै फुलहरू झारेछ माथि माथिको, तर आँपहरू टन्नै फलिरहेको छ यहाँनिर देख्न सक्नुहुन्छ है। हेर्नुहोस्, यो आँपहरू टन्नै फलेको छ। कोही आँपहरू चाहिँ माथि फुल्दैछ होइन, भित्रभित्र, तर सबै झारेछ यतातिर है। टन्नै फलिरहेको छ यहाँनिर, प्रशस्त फलिरहेको छ, हेर्न सक्नुहुन्छ होइन। कोही पाकि पनि सकेको छ भित्रभित्र। साथीले अचार बनाएर पनि खायो धेरै चाहिँ होइन। यस्तो छ है साथीहरू। अनि यहाँ निम पनि छ। यहाँ निम पनि राखेको छ। निमको बारेमा चाहिँ पछि भनौँला है।